हेलो हाई साथीहरू, हामी आज स्वयम्भूमा घुमघामको लागि गएको थियो। आजदेखि सगत हावा सुरु हो साथीहरू, त्यही भएर आज कोरा हान्न गएको हामी बिहान बिहान शीतलमा मजाले घुमेर आयो। अनि त्यसको सानो सानो क्लिपहरू मिलाएर भ्लग बनाएको छ है साथीहरू, सबैजनाले हेरिदिनु होला। स्वयम्भूको भ्लग बनाएको छ है साथीहरू। घुमफिर त सबैले गरिसक्यो होला स्वयम्भूको, तर पनि मैले भ्लगमा हालिदिएको छु अलिअलि मिलाएर। ल साथीहरू, हामी स्वयम्भूमा पुग्दाखेरि चाहिँ लगभग बिहान बिहानै पुगेको थियो। शीतल थियो त्यतिखेर, अलिक खाली खाली नै थियो, मान्छेहरू धेरै थिएन। अहिले अलिक पछि चाहिँ भिड हुँदै जान्छ होला, मान्छे धेरै हुँदै जान्छ होला। अहिले चाहिँ खाली खाली नै छ, ठिक्क ठिक्कै छ। अब हामी भगवान्लाई दर्शन गर्छौँ, ढोग्छौँ। त्यसपछि हामी 1 करोड लगाउँछौँ। अनि 1 करोड लगाइसकेपछि हामी फेरि थेरापीमा पनि जानुपर्ने छ है साथीहरू। यही बाटोबाट थेरापी जाने हो, वनस्थलीको थेरापीमा जाने हो। राम्रो रहेको छ, कस्तो राम्रो। यो चाहिँ के हो मम्मी? यो चन्दा बक्स हो, पैसा हाल्ने। ल साथीहरू, अब चाहिँ हामीले 1 करोड लगाइसक्यो, घुमिसके। एउटा दुईवटा फोटोहरू खिचेको छ, त्यो पनि हालेको छु है साथीहरूलाई। हानिसकेर हामी बत्ती बालौँ भनेको, बत्ती सबै सिद्धेछ साथीहरू। यहाँ सबै बत्तीहरू बालेर सकिसकेको रहेछ, कति छिटो बालिसकेछ है। त्यही भएर हामी चाहिँ अब फर्केर उतापट्टि गएर बाहिरको 1 करोड हान्न लागिरहेको छु। बाज्यू बाज्यू, हजुर कति राम्रो देख्नुभयो? म राम्री हो, धन्यवाद। राम्री भइले राम्री भन्नुपर्छ, त्यस्तो होइन, राम्री गर्नुपर्छ, राम्री भन्नुपर्छ। लाग्यो है गाइस, अब गर्मी हुने भयो। बल्ल
बादल ठुलो आयो तीनचोटि अब चाहिँ ओ माई गॉड यो त झन् ठुलो एकचोटि मात्र एकचोटि नमस्ते 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 अघि भित्र बत्ती बाल्न खोज्दाखेरि बत्ती सिद्धिएछ सबै साथीहरू। अहिले चाहिँ हामी यतापट्टि आएर पकाउनु पाउमा आएर चाहिँ बत्ती बालिरहेको छ है साथीहरू। सासू ससुरा म अनि मेरो छोरी हामी 4 जना छौँ। बत्ती बालिरहेको छ है साथीहरू, बत्ती बालिरहेको छ। Kawaii.
लागि